हेलो हेलो गाइज, आज चाहिँ हामी पास्तर जानलाई रेडी भयौँ। म मम्मी बाजे तुम्मा जानलाई रेडी भयौँ। अनि अटो बोलायौँ। अनि अटोमा चाहिँ हामी बिस्तारो मम्मी चाहिँ चढ्दै हुनुहुन्छ, सो म पनि अनि अटोमा चढेँ। अनि हामी जाँदा जाँदै देउराली पुग्यौँ। देउरालीदेखि चाहिँ हामी यस्तो रमाउँदै रमाउँदै गयौँ। धेरै भएको थियो पाहाडको बाटो नहिँडेको, सो म चाहिँ अटोमा समातेर ड्राइभर बस्ने ठाउँमा चढेर गयौँ। अनि जाँदा जाँदै यस्तो भ्यूहरू हेर्दै अलिअलि क्लिपहरू गर्दै मलाई चाहिँ अप्ठ्यारो भएको थियो क्या त्यो भिडियो बनाउनलाई। अनि मैले चाहिँ एउटा हातले अटो समात्दै अनि अर्को हातले चाहिँ रेकर्ड गर्दै थिएँ। सो त्यसरी जाँदा जाँदै हामी चाहिँ फाइनली रवि पुग्यौँ। अनि रविबाट पनि उतै जानुपर्ने क्या, पास्तरको गाउँमा जानुपर्ने थियो। अनि मलाई चाहिँ रमाइलो लागिरहेको थियो कि कहिले पनि गएको थिइनँ म त्यसरी। पास्तर नाम मात्रै सुनेको थिएँ, गएको चाहिँ थिइनँ। सो आज जाँदा साह्रै रमाइलो भयो। अनि त्यस पछाडि हामी बिहेमा पुग्यौँ। लसुने भन्ने ठाउँमा थियो। अनि बिहेमा पुग्यौँ। अनि बिहेमा पुगेपछि चाहिँ हामीले त्यसरी टिपाउनु पर्ने हुँदो रहेछ क्या, त्यो खातामा टिपाउनु पर्ने हुँदो रहेछ। अनि आफूले के लगेको छ त्यो सबै टिपाउनु पर्ने हुँदो रहेछ। अनि त्यो टिपाउँदै हुनुहुन्छ। अनि बाजेले चाहिँ पैसा यसरी झिक्दै हुनुहुन्छ क्या। अनि म चाहिँ कति दिँदै हुनुहुन्छ भन्दै हेर्दै पनि छु। अनि मम्मी पनि हुनुहुन्छ, तुङबा पनि टिपाउन लाग्यौँ। अनि टिपाएर यसो अलिअलि हामीले चाहिँ त्यहाँको डान्स हेर्यौँ। एकदम रमाउने क्या, एकदम नाच्ने, खुल्लेर सबैजना नाच्नुहुने, कति रमाइलो गरी नाच्नुहुने। अनि एकछिन ढोल नाच्ने, एकछिन गीतमा नाच्ने, सो रमाइलो हुँदै थियो। अनि यहाँको बोजूहरू चाहिँ यस्तो खतरा नाच्ने क्या, हामीलाई पनि जित्दिने गरी नाच्नु हुँदो रहेछ। अनि हामीले चाहिँ हेऱ्यौँ एकछिन, हामी तिनैजना बसेर हेऱ्यौँ। सो अनि गर्दा गर्दै ढोलको पालो आयो। अनि ढोलमा नाचेको पनि मैले यसरी खिचेँ। अनि मलाई चाहिँ रमाइलो लागिरहेको थियो क्या। मैले धेरै पछाडि यस्तो बिहे हेर्न पाउँदाखेरि साह्रै रमाइलो लागेको थियो। अनि म चाहिँ प्रायः लिम्बूको बिहेमा चाहिँ गएकै थिइनँ क्या। अनि यसो रमाइलो हुँदो रहेछ, एकछिन ढोल नाच्नु हुँदो रहेछ, कति मजाले नाच्नु हुँदो रहेछ हेऱ्यौँ। फेरि एकैछिनमा गीतमा नाच्नु हुँदो रहेछ, गीतमा नाचेको पनि हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यस पछाडि बेहुला बेहुली चाहिँ अब जस्तै भागेर बेहुला बेहुली चाहिँ भागी बेगर भने चाहिँ घरबाट होइन, घरको परबाट ल्याउनु पर्ने हुँदो रहेछ। अनि त्यतिन्जेलसम्म चाहिँ बेहुला बेहुली ल्याइन्जेलसम्म चाहिँ सबैजना रमाइलो गर्नु हुँदो रहेछ। अनि अलिक पर घरमा बेहुलीहरू राखेर चाहिँ ल्याउनु पर्ने रहेछ क्या। अनि त्यस्तो गर्नुपर्दैछ। अनि बेहुलीहरू चाहिँ ल्याउनु भएको थिएन। सो बोजूहरू चाहिँ एकदम रमाइलो गरेर नाच्दै हुनुहुन्थ्यो। अनि त्यो गर्दा गर्दै फाइनल्ली बेहुला बेहुली आउनुभयो। त्यहाँनिर चाहिँ 2 जोडाको बिहे थियो, ट्विन्स भन्दै हुनुहुन्थ्यो। म चाहिँ खासै चिन्दिनँ। अनि यसरी छाता उडाएर ल्याउँछन्, अनि अलिक परबाट ल्याउनुहुन्छ, बेहुला गएर बेहुलीलाई ल्याउनुहुन्छ। अनि सो चामलले चाहिँ मर्ने गरी हान्नुहुन्छ। अनि त्यो हानेको देख्दा चाहिँ मलाई हाँस उठ्थ्यो कि। अनि पहिले म पनि हाम्रो दिदीको बिहेमा गएको थियौँ। अनि हामीलाई पनि यस्तरी आँखामा ताकी हान्ने क्या, यस्तो हान्ने। यहाँ पनि रमाइलो भयो, यसरी चामलले हान्दै हुनुहुन्थ्यो, अनुहारमा हान्दै हुनुहुन्थ्यो। सो रमाइलो भइरहेको थियो। अनि यसो हेऱ्यौँ, मलाई साह्रै रमाइलो लाग्यो, खुसी लाग्यो। पास्तरको बिहेमा म चाहिँ कहिले गएको थिइनँ। सो तर मलाई यति बोरिङ पनि भयो, किनभने नेपाली चाहिँ बोल्ने, लिम्बू नै मात्रै बोल्नुहुने। म चाहिँ यता अर्कोले बोल्छ अर्कोपट्टि हेर्ने, अर्कोले हेर्छ अर्कोपट्टि। तर पनि ढोल नाचेको देख्दा, अरू गीतमा नाचेको देख्दा, सबैजनाले रमाएको देख्दा पनि रमाइलो नै भइरहेको थियो मलाई। अब मेरो बोली नै सक्यो त। अनि त्यस पछाडि हामी चाहिँ खाना गयौँ। अनि खाना खाएर चाहिँ मैले चाहिँ खाइनँ, म चाहिँ मासुहरू प्रायः खाँदिनँ, त्यो भएर मैले खाइनँ। अनि मम्मीहरूले चाहिँ खानुभयो। अनि मम्मीहरूले खानाहरू खाइसकेर टिकाहरू लगाइदिनु भयो। टिका लाउँदै गरेको मैले चाहिँ भिडियो यसो बनाइदिएको थिएँ। मम्मी चाहिँ लाजले पर्दैन मलाई भिडियो चाहिँदैन भन्दै हुनुहुन्थ्यो, तर मैले चाहिँ बनाइदिएँ। सो मेरो फर्स्ट भिडियो हो, त्यही भएर मलाई चाहिँ खासै बोल्न आउँदैन क्या, के बोलौँ भइहाल्छ। अनि रही भए पनि म यसो भिडियो चाहिँ बनाइदिन्छु। अनि मैले नजानेको कुरो एउटा अचम्म लाग्यो मलाई, यो लिम्बूको बिहेमा चाहिँ यसरी बेहुला र बेहुली राखेर चाहिँ नाच्नु हुँदो रहेछ क्या, ढोल नाच्नु हुँदो रहेछ। तर मलाई त्यो चाहिँ थाहा नै थिएन। अनि सो यो चाहिँ कसरी नाचेको राम्रो पनि थियो। अनि बेहुला बेहुलीले 4 जनालाई यसो बिचमा उभाएर अनि अरू चाहिँ ढोलमा यताउता नाच्नु हुँदो रहेछ। साह्रै रमाइलो लाग्यो। अनि म चाहिँ मजाले हेरिरहेको छु, छक्क परेर हेरिरहेको छु क्या। अब यस्तो पनि हुन्छ, मैले यस्तो बिहे त कहिले देखेको थिइनँ, तर कति रमाइलो जस्तो लागि पनि रहेको थियो। सो मैले चाहिँ हेरेँ, मजाले हेरेँ। अनि पास्तर भन्ने ठाउँमा, सुनेको मात्रै ठाउँमा गएर अनि लिम्बूको बिहे यसरी हेर्दा मलाई रमाइलो लाग्यो। सो मैले हेरेँ। अनि त्यस पछाडि अब यो मेरो भिडियो पनि तपाईहरुले हेर्दै हुनुहुन्छ भने बोरिङ त अवश्य लाग्ला, तर पनि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर मलाई भरपूर